सबैजनालाई आज हामी बी फार्मेसी कलेजमा अबको हाम्रो यता रहेको छ फुटसल ग्राउन्डमा आउनुहोस् हजुरहरूलाई हामी अवलोकन गरौँ। हाम्रो क्लास यो चाहिँ सबसे हाम्रो क्लासको पढन्दासहरू राम्रो प्लस नराम्रो मान्छेहरू। अब ब्याग यता छ मेरो, जुत्ता यता छ, जुत्ता यता छ है। अब यो जुत्ता ब्याग लगेर चाहिँ अब हामी जान्छौँ। एकछिन रोक्न, ब्यागमा हालेर जानु पऱ्यो नि त। ब्याग चाहिँ यता छ। ल जाउँ, बास्केटबल पनि लग्दैछौँ आज है। हाम्रो यात्रा अगाडि बढिसकेको छ। हाम्रो कप्तान हिमाल प्लस हाम्रो साइड कप्तान जेन्स बुढाले बल समातेर हाम्रो कप्तानले बाइक किनिसक्नु भएको छ। यो बाइकमा चौबल लोड हाल्ने सुरुवात गर्ने दिन कुरा हो। सिङ्गल बाइकमा खासै हामी फुटसल खेल्न भनेर जानु लागेको, तर खानु पर्यो तयार भोक लाग्छ। फुटसल पाउने नपाउने अलिक फिक्स छैन। नपायो भने त्यही भएर ब्याकअपको लागि बास्केटबल पनि लगेर जाँदैछौँ। अगाडि साथीले बोकिरहेछ बास्केटबल। अब जाऊँ त्यहाँ फुटसल कोर्टसम्म पुगेर अब खेल्न पाएपछि खेल्ने हो। अर्को एकजना आउँदैछ लन्ठु, दौड्न सक्दैन अरे यो, दौड्नु चाहिँ सक्दैन अरे, दौड्यो भने खुट्टा दुख्छ अरे। जस दौड्दैछ। ल जाउँ अब। राम्रो देखिँदो रहेछु बे। ह्यान्डसम हो नि तिमी त। ओ माइ गॉड, ह्यान्डसम हो नि। हाम्रो चाहिँ यो अहिले कलेजको भ्लग हो, रेगुलर भ्लग हो। अबदेखि च्यानलमा आउँछ सरोज बाइकमा क्यामेरा चाहियो नि गोप्रो। एज अ फर्स्ट भ्लग हो क्या हाम्रो। शिव आजदेखि अब हामी भ्लग बनाउने हो होइन। अब डेली सकिँदैन होला, तर जे अब रमाइलो भ्लगहरू बनाउने हो। आज चाहिँ हाम्रो फर्स्ट भ्लग हो। हाम्रो कलेज हेर्ने हो भने यस्तो छ हाम्रो कलेज माथि है। ट्याक्क लगाएर जाँदैछौँ हामी। हाम्रो फोटो आयो भने के दिन्छ हाम्रो फोटो आएर त तेरो फोटोले गर्दा फेमस भयो भने चाहिँ तँलाई पार्टी दिन्छु मैले। पार्टीमा मात्रै पुगेन नि त। पार्टीमा के चाहियो भन्न, अरू के चाहियो तँलाई? कसरी फेमस हुने भन्। आएर मलाई भन्छ यहाँ फेमस हुने आइडिया। फेमस हुने आइडिया हाम्रो शिवजीले दिनुहुन्छ, भन्नुहोस् त। ल अब तैँले इन्ड्राइभ जोइन गर्छ होइन, भोलि पर्सिदेखि होइन। इन्ड्राइभ मजाले जोइन गरेर एउटा गोप्रो जोइन नगरे पनि बाइकमा राइड गऱ्यो भने त्यो भयो। ल छिटो कुरा छैन, एउटा गोप्रो किने होइन, त्यो चारैतिर घुम्ने हुन्छ नि। होइन गोप्रो होइन, अहिले यस्तो रहेछ नि त्यो एउटा स्कल राइडर छ नि, त्यो हेलमेटमा झुन्डाउनेवाला पाउँदो रहेछ क्या। त्यो 300-400 रुपियाँ कति पर्दो रहेछ त्यो झुन्डाउने। अनि मोबाइलै हाल्नु मिल्दो रहेछ क्या। मोबाइलै हाल्ने त्यो मोबाइल यसो आइफोनबाट बनाएर भइहाल्यो नि। त्यो त मिल्यो। एउटा राम्रो छ कि एउटा चारैतिर घुम्ने एउटा क्यामेरा हुन्छ कि त्यो 360 वाला, त्यो चाहिँ दामी हुन्छ कि। तिमी अब जहाँ जाँदाखेरि महँगो पर्छ नि साथी। अब बाइक सर्भिसिङ गर्न पैसा मिल्यो के भयो त। अलिअलि साथीसँग पैसा उठा अलिअलि होइन। अरू दाइसँग माग, तेरो दाइ त यति धनी छ तेरो दाइ। होटल छ अहिले गाडा साफ भएको होटल छ, जब गरिरहेछ, तिम्रो मम्मीको जब छ। अनि टक्क 50,000 उठायो नि एउटा क्यामेरा किन्दै हाम्रो कलेज यस्तो छ कि एउटा बिल्डिङबाट अर्को बिल्डिङ जान पनि एउटा बाइक चाहियो। खोला तर्नुपर्छ, पुल छ एउटा। पुलमा एउटा बाइक चाहियो, कलेजमा पनि बाइक चाहियो होइन। पुलमा हिँडिरहेछौँ तर खोला बगिरहेछ, खोला तर हिँड्नुपर्छ। अनि उता हाम्रो दाइहरू हुनुहुन्छ। के छ दाइ, एन्सर गरौँ त। भिडियोमा आउनु पाउनु भएको छ, कस्तो लागिरहेको हेर्नु। फुटसल कोर्टतिर जाँदैछौँ हामी। उतै अगाडिको हो फुटसल कोर्ट चाहिँ। हाम्रो दौड्न गाह्रो हुने साथी यता हुनुहुन्छ। अरू केटाहरू छन्। अब हेरौँ भित्र खेल्न पाइन्छ कि पाइँदैन। बास्केटबल खेल्न हिँड्यो अब।
ड्रेस चेन्ज गर्दैछ हाम्रो ब्लगर। ड्रेसिङ गरेपछि भ्लग नबनाऊ न। अब अहिलेको ब्लग नबनाऊँ साथीहरूले ड्रेस वीरा गोल ए गोल भन्दैन के अरे स्कोर भन्छ। गयो स्कोर जेनितद्वारा स्कोर भयो। हिमालले लग्यो। जेनितकोमा हातमा पऱ्यो भने बल छुटाउन गाह्रो छ। ल सरोजी लग्यो। शिवजी शिवको लुगा फोहोर हुन्छ भनेर शिवले गोला गर्दैन। यो हिमाल हिँड्ने ओए डेन्जर। ला ल लग्यो लग्यो हिमालले लग्यो फेरि लग्यो। सोलो जाऊ हिमाल गो। ओप्स गएन। फाइनली खेलेर भ्याइयो। एकदम गरिम भयो, मुख धोएर आइयो। साथीहरू यहाँ बसिरहेका छन्। यो चाहिँ एकदम हाम्रो क्लासको सानो मान्छे है। यो चाहिँ हाम्रो सोझो भन्नलाई सोझो तर मान्छे चाहिँ खतरा, हेर्दा नि खतरा मान्छे। सरोज मेरो भाइ भन्छ मलाई दाइ। सरोज मेरो भाइ भन्छ मलाई दाइ। खतरा छ हाम्रो भाइ। फाइनली बल्ल बल्ल खेलेर भ्याइयो। यहाँ एकदम गरिम भएको छ। हाम्रो रोनाल्डो लाइक रोनाल्डोको छोरो भए पनि मेहनत चाहिँ गर्नुपर्छ है। पर्यो पर्यो एकदम है। रोनाल्डोको छोरो भयो नि मेहनत चाहिँ गर्नुपर्छ। पर्छ हाम्रो साथीको च्यानल नयाँ नयाँ हो। यहाँ चाहिँ हामी सबैले लाइक सब्सक्राइब र कमेन्ट गरेर हाम्रो साथीले सपोर्ट गरिदिनु होला। हस् त धन्यवाद। आजलाई यति नै खेलेर आइयो। द्याट्स अल द्याट्स अल फेरि द्याट्स अल।